केटाहरू आएको हो के छ हौ सन्चै हुनुहुन्छ बाबु ल ए राम्ररी छ नि ए कताबाट आएको हो छोरो के कहियो काका काका सुन न तँ त यार मैथिलीको बहिनी ढल्छ पित मैथली मलाई म बिर्सिसकेको छु मैथली बोल्नलाई काका नि अब त कता हो बाबु कता जानु पर्यो ए ए ए तिमी पनि बस्ने हो कुर्सीमा र ए काका हो हजुर बाबु हजुर भन्नु के हम जुवान नै भयो नि ए मेरो छोरो त पुरै जवान भएछ हौ अब छोरोले बिहे गर्नु पर्यो मलाई पनि चाहियो नि मलाई पनि बुहारी चाहियो सुन न कति कति के छ बा हमरा बाउ के हजुर हजुर जार चिले ले ल हजुर छोरो केना कब कह न भन्नु पर्यो नि त हाम्रो बाउले म भन्छु नि गएर अब भाइले म भन्छु नि मेरो मेरो के अरे भतिजीले अब बिहे गर्नु पर्यो हो कि होइन मेरो भतिजीले म खुस गर्छु नि काका एउटा कहन त तो जमाना में भंटा में कथी कथी किने रह से हमरा कनी कहो न अनि छोरोले पनि भन्नु पर्यो र आफूले के गरेको छु सुन न कथी कथी के भन्नु बाबु तोहर उमेर 10 साल के फर्क छ न ए तो सिंह तोर का 10 बरस नीचा भजा न हमरा में घुस न जात सिंह तोर्नु पर्यो र तोरा पर्दैन ए मेरो भतिज भनेको र म त त्यहाँ तोर्न सक्दिनँ म त अहिले भत्काइदिनु हो सिंहले काका ए हजुर हजुर छोरो यो के भइरहेछ र बाबु ए देखे छ के छ र ई छोटकिनवा छोरा देख धुका लगिर बैठ रे मारबो हे कथन कह बाबु अर्काको चिलाउनु पर्दैन रिसाउनु पर्दैन अर्काको छोरोले के भन्नु पर्दैन तिमी बुझ्दैनौ अहिले सानो छ नि त्यसै कारणले बुझ्दैन सुन त हमरा बाजेले दिन्छ बज हम बजु तै बजब ल भन्नु हम आपका बाबू ला दहेज में तिमी लिन्छौ के लिन्छौ तो काप अब त बाबु तिमी दहेजमा के लिने हो र हौ काका दहेज में हम की लेबै उ त हमरा बाऊ लेतै ने हमरा त चाहि कुल कन्या ओहो कुल कन्या भनेको के हुन्छ र राम्रो खाल नेपाली तो बजे हमरा पर पिट ल रही हो मलाई थाहा छैन बाबु अनि बुढी भनेको मलाई मात्रै थाहा छ तर मलाई त बुहारी चाहियो काका तो अखन तक नेपालों में भक मिथिलांचल में भक आ पहाड़ में तोरा डेफो में नौकरी दे भगलो साला बेकार गेलको डेफो नौकरी दे वाला के गर्नु बाबु भागै यस्तो हो हम बजे छी मैथिली में सब बात बुझी आ फोर बजे नेपाली में फरकबे नेपाली में फरकबे यही हो कुरो बाबु मलाई अलि बानी बनिसकेको छ नि त्यसै कारणले सुन मैथली बोल्न सक्दैन मैथली बोल्यो भने तिमी बुझ्दैनौ फेरि काका हमर बात नै बुझ हम बात बुझला बुझै छिए बुझ्छ नि फरकाबन कनमा दिक्कत हो छे कैला कि 18 छ एलएलपी डिग्री छी ने ओके बाबु मेरो बाबु त सानो छैन र एलएलपी डिग्री भनेको ठुलो भइसकेको छ मेरो छोरो त काका एलएलपी डिग्री बुझ छ लिख लोरहा पत्थर ओ हमर काका बुझ गेल बाबु म त बुझे त्यत्रो नगर मात्र खतम हुन्छ है त्यत्रो नगर बाबु नत्र मेरो मेरो गला चुटकिन्छ है काका सुन न कथि कहै छियो हम काकी के बजे नै आबै छियो ताले तो चाय ताई के चुस्की लेत रह हजुर कन दिमाग में सोच के हमरा बियाह में कोन कोन मतलब घोड़ा गाड़ी ल जेबो से बात सोचो तिम्रो आन्टीले बोलाउन गइराछ र हम अपना काकी के फेर मलाई त अझ तोरा झाड़ू मारो चाहे खपरी मारो तो से मारबा नै हम आबै छियो आज म के रे उ खाएको छु नि औ सेन्टरम खाएको हो सेन्टरम खाएको हो बुझ्नु भएन सेन्टरम खाएको छु बाबु आज तिम्रो आन्टी आयो भने मलाई धेरै कुट्छ क्या कुट्यो भने तिमीले राम्रो लाग्छ र ए छोरो ए तिम्रो आन्टी कता गएको छ र अहिलेसम्म पुगेको छैन खदारी लिएर तिमी भनिरहेको छु आन्टीले बोलाउन गइरहेको छु अनि तिम्रो आन्टी खै कता छ आज उसले कुट्नु पर्यो है बुझेन बाबु आज मलाई खाजा खानालाई दिएको होइन र आज म रक्सी थुप्रै खाएको छु तिमी बुझ्दैन म आज लुर्किरहेको छु किन आएन तिम्रो आन्टी अहिलेसम्म भन्नु पर्यो नि समाएर लाग्नु पर्यो नि
लाग्ने मान्छे अहिलेसम्म छोरो पनि आएको छैन। अब छोरो कहिले आउँछ? म त थुप्रै रक्सी खाएको छु नि बाबु। काका नजर बे काका छोरो ए भोटे कति दारू पिने लगा अन्त थुप्रै रक्सी खाएको छु। अहिलेसम्म तिम्रो आन्टी पनि आएको छैन रुका बाटोमा लिनलाई। तोरा बाजार भेजलियो ग वही लागे न बजारमा आज साथीहरू भेटाएको। ई ककरम झिमनी के धार तोर लगा रमझुम्नीको धार होइन हो, रमझुम्नी भिन्डीको भिन्डी भन्छ। सोच बका म त्यो रक्स नसा लागेको छ बाबु, मलाई रुका न उठाएर लाग्नु पर्यो नि। त्यो कोन आदमी हो फेरि तल नछाड्नु है। ए रुका न, आज त तिमी त यतै नसा तोडिहाल्छ नि मलाई फेरि। ए बजे कति खाले पाओ आज थुप्रै खाछु, रक्सी पनि खाएको हो। खुट्टा नसमाउनु क्या ए छोरो, आज म थुप्रै खाछु। 10 साल प्रोसिया रे चाँडै उचाल्नु है। अरे छोरो के खान्छ हेर्नुहोस् के गरिरहेको हो काका हौ काका उठ म उठ्नु सक्दैन क्या, अब म उठ्नु सक्दैन छोरो, सक्दैन के बाबु। तेरिका म कहाँ सुतेको आगे साँचे कहै छी अब रहल नहीं जाइया, तोहर जुदाई अब सहल नहीं जाइया। किछ दिन यार दिल के उठबे नहीं करियो।